सुत्केरीलाई एक हप्तामै तङ्ग्राउने, शरीरमा रगतको कमीलाई आपूर्ति गर्ने अनि शरीरमा कुनै पनि ठाउँमा किरा परेको घाउहरू एकदमै दग्दी पटक्क जाति नहुने घाउहरू छ भने, साथै छालामा कुनै पनि किसिमको एलर्जी छ भने, इन्फेक्सनहरू छ भने, चिलाउने भैँसी चिलाउनेहरू छ भने, अथवा अन्य विविध रोगहरूमा एकदमै रामबाण मानिने आज हामी तपाईहरुलाई यो मजिटोको जरा लिएर आएको छौं। तपाईहरुले यहाँ देखिरहनु भएको छ, यो हो मजिटोको जरा र यो जरालाई तपाईहरुले कोट्याउनुहोस्। यसलाई कोट्याउँदाखेरि एक प्रकारको रातो रङ आउने गर्दछ। र दर्शकवृन्द, आज हामी तपाईहरुलाई यो एउटा यस्तो जराको विषयमा लिएर आएको छौं जुन जरा तपाईहरुले जंगलमा पर्याप्त रूपमा पाउन सक्नुहुनेछ र यसलाई प्रयोग गर्दाखेरि यस्ता भयंकर रोगहरू, यस्ता भयंकर समस्याहरूलाई पनि यसले निदान गर्ने गर्दछ। र तपाईहरुले यसको सेवन गर्नुभयो भने विशेष गरेर सुत्केरीलाई एक हप्तामा नै तङ्ग्राउँछ भनेर पनि आयुर्वेदहरूले भनेको छन्, आयुर्वेदमा वर्णन गरिएको छ। र यसको सुप तपाईहरुले सुत्केरीलाई दिनुभयो भने अथवा यसको पानी तपाईहरुले सुत्केरीलाई दिनुभयो भने सुत्केरीलाई एक हप्तामा नै यसले तङ्ग्राउनेछ, किनभने यसमा यति साह्रो शक्तिवर्धक तत्त्वहरू रहेको छ जसले छिट्टो भन्दा छिट्टो शक्ति प्रदान गर्नमा यसले भूमिका निभाउने गर्छ। अनि जसलाई एनेमियाको रोग छ, जसकोमा रगतको कमी छ, यो रगतको कमी हुने बिमारीहरू छ भने तपाईहरुले यसको प्रयोग गर्नुभयो भने ती बिमारीहरू पनि एकदमै निको हुने गर्छ। रगतको कमी हुनेहरूलाई साधारणतः अन्य अरूबाट रगत दिने गरिन्छ, तर यो सधैँभरि यसरी रगत दिएर उनीहरूलाई जीवित राख्न सकिँदैन। र यस्तो समस्यामा तपाईहरुले यही हो, यो मजिटोको जरालाई तपाईहरुले जराको पानी तपाईहरुले दिनुभयो भने त्यो रगत जुन शरीरमा भएको कमी छ, रगतको कमी छ, त्यो रगतको कमीलाई पनि पुर्ताल गर्ने काम गर्दछ यो मजिटोले। यस्तो गुण छ। अनि अर्को के छ भने जसको जनै खटेरा घाउ रहेको छ, अथवा जनै घाउ भनेको एउटा धार्मिक मान्यता अनुसार क्षेत्री बाहुनहरुले लाउने जुन जनै छ, त्यो जनैलाई नागे भने घाउ यस्तो निस्किने गर्दछ जसलाई डाक्टरी दबाई गर्दा पनि त्यो डाक्टरी दबाईले पनि निको हुँदैन भन्ने भनिएको छ। र यस्तो अवस्थामा तपाईहरुको यही नै हो मजिटो। र यही मजिटोले तपाईको कुहिसकेको घाउलाई पनि ठिक पार्छ अनि किरा परेको घाउलाई पनि किरा मारेर ती घाउलाई निको पार्ने सक्षमता रहेको यही नै मजिटो हो। र अर्को छालाको निम्ति पनि यो एकदमै राम्रो मानिन्छ। तपाईको छालामा, तपाईको अनुहारमा अथवा छालामा कहीँ दाग धब्बाहरू छ, तपाईको कुनै पनि किसिमको चाया पोतोहरू अनुहारमा लागेको छ भने तपाईहरुले यसको जरालाई घोटेर त्यो अनुहारमा तपाईहरुले लगाइदिनुस्। यसले तपाईलाई एकदमै फाइदा गराउँछ अनि तपाईको अनुहार पनि एकदमै क्लियर अनि एकदमै आकर्षक भएर जानेछ। त त्यसरी नै कतिजनालाई हाम्रो चिलाउने घाउहरू निस्किने गर्दछ, हाम्रो फंगल इन्फेक्सनहरू निस्किने गर्छ, रिङ घाउहरू हुन्छ, त्यसलाई एकदमै त्यसले चिलाउँछ। जति कनाउनु हुन्छ त्यो त्यत्तिकै फैलिने त्यस्तो समस्या हुन्छ, एकदमै हैरान बनाएको छ भने तपाईहरुले यही हो, यसको तपाईहरुले पानी पनि पिउनु पर्ने हुन्छ, किनभने यसले तपाईको रगतलाई शुद्ध बनाउने गर्छ, रगतलाई एकदमै शुद्धिकरण गराउने गर्छ, प्युरिफाई गर्ने गर्दछ, रगतको मात्रा पनि बढाइदिनेछ, तपाईको प्युरिफाई पनि गरिदिनेछ, जसले गर्दा तपाईको छालालाई चम्किलो अनि स्वस्थ राख्नमा एकदमै फाइदा गराउँछ। अनि तपाईहरुले यसको जुन जरा छ त्यो जरालाई तपाईहरुले कुटेर त्यो ठाउँमा तपाईहरुले दैनिक रूपमा दिनमा 2 पल्ट त्यसको लेप लगाइदिनु भयो भने यसले एकदमै निको पार्नेछ। भिडियो शेयर गरिदिनु होला।